त? आज तयार भएर नानी बाहिर जान लागेको बजारतिर थोरै काम थियो अनि दुवैजना काका र म निस्किन लागेको अनि सफा गरेर गयो भने आउने बेलासम्म भैँसी अलिकति सफै रहन्छन् आउन्जेरी ढिला भयो भने फेरि दुहुन पनि हतार हुन्छ त्यही भएर काकाले त्यहाँ पानी सानी मिलाउँदै हुनुहुन्छ म गोबर सोबर फ्याल्छु अनि निस्किहाल्ने हो नानी कहाँ जान लाउनु भएको हौ काकी? बजारसम्म बटौली बजार टाढै जान लागे जस्तो देख्छु त। होइन नानी त्यति टाढा टोलसम्म गएर आउनु छ थोरै काम छ त्यही भएर निस्किन लागेको आजभोलि त दिनकै गएको देख्छु त काकी। अब एउटा काम परिरहन्छ अब पुगिहाल्नु पर्यो नि त्यही भएर कति रमाइलो हौ काकी, गोठको काम पनि भ्यायो, बाहिर पनि डुल्यो। डुल्नु पनि परिहाल्यो नानी काम पनि गरिहाल्नु पर्यो त्यही भएर निस्किने बेलासम्म काम हेर्दै गऱ्यो आउँदा फेरि ढिला भइसक्छ धुन हतार त्यही भएर छ्याक्क काम भ्याएर निस्केपछि